राधे राधे प्रभु। हे भगवान, हे ईश्वरी, हे परमात्मा, सम्पूर्ण 33 कोटी 33 लाख देवी देवताहरूको जय होस्। श्री स्वस्तानी परमेश्वरीको जय होस्। अब फेरि म कथा अगाडि बढाउन गइरहेको छु। तपाईँहरू ध्यानपूर्वक सुन्नुहोला। यो कथा सुन्नाले यदि कसैले यो व्रत कथा लिन नसकेको खण्डमा यदि कसैको घरमा गएर सुन्यो भने पनि धेरै फल मिल्छ भन्नुहुन्छ। त्यसैले आज म फेरि तपाईँहरूको सामु यी कथा प्रस्तुत गर्न गइरहेको छु। आज म देवी स्तुति पार्वती जन्म वर्णन कथा अगाडि बढाउन चाहन्छु र बढाइरहेको छु। अहिले मेरो अध्याय 9 पुगेर 10 अध्यायमा पुग्यो। पेज नम्बर 177 मा पुगेको छ। आजको शुभ दिन, आजको दिन, आजको तिथि, आजको नक्षत्र, आजको सम्पूर्ण देवी देवताहरूलाई मेरो कोटी कोटी प्रणाम गर्दै स्वीकार गर्नुहोस् प्रभु। हे ईश्वर, हे परमात्मा, हजुर नै सर्वत्र हुनुहुन्छ। श्री स्वस्तानी परमेश्वरी की जय होस्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। त्यहाँ उपरान्त जगदम्बा माताको दर्शन पाएर अति हर्षित हुँदै नम्रताका साथ देवताले स्तुति गर्न लागे। हे महामाया अम्बिके, अघिल्लो जन्म हजुरले दक्ष पुत्री भएर पतिको अनादर खप्न नसकी योग अग्निमा आफ्नो देह त्याग्नु भएको थियो, जसले गर्दा महादेव पनि विरक्त भएर दिगम्बर स्वरूप लिई चिन्तामा डुबेर सदैव तपस्यामा लागिरहनु भएको छ। त्यस बखत तारकासुर दैत्यका अत्याचारले गर्दा हामीले आफ्ना लोकलाई छोडेर विचल्ली भएका छौँ। हे माता, त्यसका बन्द हुन सकेमा हामी खुसी हुने थियौँ। त्यो असुरले शिवजीका बालक पुत्रबाट मात्र मृत्यु हुने वरदान ब्रह्माबाट पाएका छन्। यसकारण हे अम्बे, हजुरले हिमालयकी पत्नी मेनुकाका गर्भबाट जन्म दिएमा शिवजीले हजुरको प्राणी ग्रहण गर्नुहुनेछ र हजुरबाट जन्मिएका पुत्रद्वारा त्यो दुष्ट तारकासुरको बन्द हुनेछ। देवताहरूको यस्तो प्रार्थना सुनि देवता सहित सारा लोकको कल्याण गर्ने विचारले भगवती अम्बिकाले तथास्तु भनी अन्तर्ध्यान हुनुभयो। त्यसपछि ब्रह्मा, विष्णु इत्यादि सबै देवताहरूले हिमालयमा गई हिमालय र मेनालाई धेरै उपदेश दिएर गए। तब हिमालय र मेनाले देवताहरूले दिएका उपदेश अनुसार यो कथा कुमारजी भनेको साक्षात कुमार कार्तिकेय भगवान, जो शिवजी भगवानका पहिला सन्तान थिए। दोस्रोमा गणेश भगवान, तेस्रोमा देवी हुनुहुन्छ पुत्री। हे भगवान, यही कथा उहाँले अगस्त्य मुनिजीलाई सुनाउनु हुँदैछ र यही कथा मैले तपाईँहरू सामु सुनाउँदैछु। यसरी युग युगान्तरसम्म सुनिरहने सौभाग्य हजुरहरूलाई सदैव मिलोस्। म त सदैव पाठ गरि नै रहन्छु वेदहरूको। त्यसैले यदि कसैले नसकेको खण्डमा सदैव गर्नुहोस्। यो जाडो मौसम छ, यो जाडो मौसममा कतिले नुहाउनुलाई अल्छी गर्नुहुन्छ होला, कतिले म पढ्नै सक्दिनँ भनेर आँट गर्नुहुन्छ होला, हार मान्नुहुन्छ होला। त्यसैले कतिको घरमा भाउजू छैनन् होला, कतिको घरमा आमा छैनन् होला, सासू छैनन् होला। यही भिडियो मार्फत तपाईँहरू सामु यसरी म कथा प्रस्तुत गरिरहेको छु। तपाईँहरू राम्ररी सुन्नुहोस्। अब यहाँ कुमार कार्तिकेयको जन्म हुने कथा अगाडि बढिरहेका छन्। यहाँ अगस्त्य मुनिजी कुमारजी भनेकै कुमार कार्तिकेय भगवान सप्तऋषि अगस्त्य मुनिलाई सुनाउनु हुँदैछ। अब यहाँ कथा अगाडि बढिरहेका छन्, तपाईँहरू ध्यानपूर्वक सुन्नुहोस्। हे भगवान, हे विष्णु, हे गोविन्द, हे मुरारी, श्री कार्तिकेय कुमारजीको जय जय होस्। कुमार कार्तिकेय अहिले पनि अविवाहितै रहनु भनेको अहिले पनि महापुराणहरूमा उल्लेखित छ। अहिलेसम्म पनि कुमार कार्तिकेय अझै पनि कुमारै रहनु भएको छ भन्ने उल्लेखित गरिएको छन्। त्यसैले यहाँ फेरि अगाडि बढाउँछु। देवीको महान तपस्या र शिव र जगदम्बाको सेवा पूजा साथै दान धर्म इत्यादि गर्न लागे। हिमालय र मेनाबाट सन्तानको इच्छा लिएर चैत मासको कृष्ण प्रतिपदादेखि नियमपूर्वक व्रतको आरम्भ भयो। पति पत्नीबाट 27 वर्षसम्म व्रतको सम्पूर्ण नियम पालन गरी तपस्या गरे। हिमालयकी पत्नी मेनाले कृष्ण पक्ष र शुक्ल पक्षका दुवै अष्टमीमा उपवास बसेर नवमीका दिन भगवतीलाई लड्डु
पुवा खिर मिठाई फल चन्दन अक्षता पुष्प धूप बाती आदिले पूजा गर्न थाल्नुभयो। हिमालयको आज्ञाले मेनकाजी गङ्गाका किनारमा गए। गङ्गा माटी द्वारा देवीको मूर्ति बनाएर नाना प्रकारका उपचारद्वारा पूजा गर्नुभयो। व्रतका सबै नियमहरूलाई पालना गर्दै कहिले निराहार, कहिले फलाहार, कहिले मूलाहार, सक्खरखण्ड तरुल आदि, कहिले जलहार, कहिले वातहार, हावा बतास आदि गरी दिव्य तेजले युक्त भएकी मेनाले व्रत गर्दा गर्दै 27 वर्ष बिते। हिमालयले पनि मेनुका व्रतमा साथ दिइरहनुभयो। एक दिन प्रसन्न भएकी देवीले प्रत्यक्ष दर्शन दिएर भन्नुभयो, हे गिरिराज, हे मेना, तिमीहरूको जो अभिलाषा छ सो मैले बुझे। आफ्नो अरू पनि जो इच्छा छ वर हो सो माग। परमेश्वरीका यी अमृतमय वचन सुनेर मेनाले भन्नुभयो, हे देवी, हजुरको जय होस्, जय होस्, जय होस्। हे महेश्वरी, यदि म वर प्राप्त गर्न योग्यकी छु भने हे जगत बिम्बेके, म 100 पुत्र माग्छु। ती पुत्र दीर्घायु, सुखी, ज्ञानी, बल पराक्रम र सिद्धिले सम्पन्न हुन्। यी 100 पुत्र पछि मेरी एउटी पुत्री हुन्, जुन पुत्री रूप र गुणले सुशोभित, कुल आनन्द दिने, सबै लोकले पुजिएकी हुन्। हे देवी, ती पुत्री जो हुन् हजुर नै मेरा गर्भबाट जन्मिए र देवताको कार्य सफल गराए, मेरो इच्छा पूर्ण गरे बक्सियोस्। जय होस् श्री भगवती देवी की जय, जय होस्। मेनाको इच्छित वरदान र प्रार्थना सुनि जगदम्बा देवीले मन्द हास्य गरे तथास्तु भन्नुभयो। अनि त्यही अदृश्य हुनुभयो। मेनाले चिताएको वर पाए कि मेना पनि आफ्ना पतिका साथ अपार हर्षमा मग्न हुनुभयो। तपस्याका सबै कष्ट शीतल हुन गए। गर्दै गर्दै कालक्रमले मेनाको गर्भ रह्यो। समयमा उत्तम पुत्रको जन्म भयो। त्यो बालकको नाम मैनाक राखियो। मैनाकले समुद्रसित मित्रता गरे। त्यसपछि मेनाका गर्भबाट 19 पुत्रको जन्म भयो। ती सबै बल पराक्रम र सिद्धिले भरिपूर्ण थिए अनि कुलका दीपजय भए जो माता पिताका सत्कर्मको वरदान थियो। ती सबै पर्वत राजा भए। त्यसका केही वर्षपछि मेनाका गर्भमा साक्षात जगदम्बिकाले बिम्बिकाले वास गर्नुभयो। हिमालयले पनि यो कुरा थाहा पाएर खुसी भई आफ्नो परम्परा अनुसार पुष्पादि उचित कर्म गरिदिनु भयो। 10 महिना पुगेपछि वसन्त ऋतुका चैत्र मासको शुक्ल पक्षको नवमी तिथिका मध्यरातमा चन्द्र मण्डलबाट आकाशगङ्गा उत्पन्न भए। जय भगवती दुर्गाको जन्म भयो। त्यस बगतमा स्वर्ग मर्त पाताल सहित सारा ब्रह्माण्डमा महामङ्गल हुन गयो। ब्रह्माण्डका सम्पूर्ण दिशा विदिशाहरूमा प्रसन्नताले ढाक्यो। सबैतिर अनुकूल र सुगन्धित आयु बग्न थाल्यो। आकाशबाट जल र पुष्पको वर्षा हुन गयो। सम्पूर्ण देवताहरू आएर देवीको दर्शन गरे अनि ती दिव्य स्वरूप मङ्गलमयी बालिकाको स्तुति गरेपछि आफ्ना धाममा गए। यता मेनुकाले पनि भगवती महामायाको स्तुति गर्नुभयो। देवी पनि शिशु रूपमा भएर रहनुभयो। ती बालिका कस्ती हुनुहुन्थ्यो भने 1000 बल सूर्यका जस्तो तेज भएकी, कमल पुष्पका पत्र जै नेत्र भएकी, 32 लक्षले युक्त भएकी हुनुहुन्थ्यो। अति राम्रो कन्या जन्मेकी देखेर अत्यन्त प्रसन्न भएका हिमालयले विशिष्ट आदि ऋषि र ज्योतिषीहरूलाई डाकी विधिपूर्वक जातकादि कर्म र 6 दिनका दिन वरिष्ठ पूजा गरी 11औं दिन पुगेपछि हर्षोल्लासका साथ विधि विधानसित सुतक शुद्धि र नामकरण गरियो। कुल गुरु, वरिष्ठ गुरु, पुरोहित र ज्योतिषीहरूले कन्याको नाम पार्वती राखिदिनु भयो।
अरू पनि काली भद्रा दुर्गा आदि नाम रहन गयो। श्री महादेवलाई स्वामी पाऊँ चतुर्दश भुवनकी मालिकनी हुने छिन् र लोकमा दुर्जनको संहार पनि सौजन्यको रक्षा गर्ने छिन्। यी कन्या साक्षात महामाया जगत जननी हुन् भनी हिमालयको प्रसन्न बढ्दै ऋषि र गुरु पुरोहितले बालिकाको भविष्य बताए। हिमालयले पनि उद्धार र चिन्ताले गुरु पुरोहित र ज्योतिषीहरूलाई अनेकौं रत्न सुवर्ण गौदान भूमिदान वस्त्रदान अन्नदान आदि सबै गरी 84 व्यञ्जन सहितका मिष्ठान भोजन गरे दक्षिणा दिएर तिनीहरूलाई सन्तुष्ट पार्नुभयो। त्यसपछि पुरजन्म पुरा नारी बालक बालिका वृद्धा बेलायका आफन्त र अन्यजन आशामुखी र भिकारी समेतलाई पनि भोजन वस्त्र र दक्षिणाले सन्तुष्ट गराउनुभयो। कार्य समाप्ति पछि ऋषि वृद्ध गुरु पुरोहित र अरू इष्टमित्रहरू पनि हिमालय मेनकाको शुभ गुण गान गर्दै बिदा भए। हे मुने, त्यहाँ उपरान्त शुक्ल पक्षका चन्द्रमा बढे जय पार्वती पनि दिनै ठुल्याउँदै जानुभयो। उहाँ बालिकाको अवस्थामा देखि नै शिवजीका उपासनामा लाग्नुभयो। कुनै खेल खेल्दा पनि शिवजीको पूजा गरी खेल्ने, केही धर्म चर्चा गर्नु र आफूभन्दा ठुलासित शिव विषयका ज्ञान बुझ्ने र आफूभन्दा सानालाई शिवकै ज्ञान दिने, शिवको महिमा बुझाउने गर्नुहुन्थ्यो। यस्ता तरहसित पार्वतीजीले आफ्ना चित्तलाई शिव भक्तिमा एकाग्रत गराउनु भएको थियो। एक दिन नारद मुनि लोकान्तरमा घुम्दै हिमालय पुग्नुभयो। हिमवानले पनि नारदजीलाई उच्च आसनमा राखेर यशोचित सेवा ढोग पूजा गर्नुभयो। त्यसपछि अति प्यारी आफ्नी पुत्रीलाई बोलाएर नारदजीमा प्रणाम गर्न लाउनुभयो र आफ्नो सौभाग्यलाई धन्य पार्दै शिर झुकाएर हात जोडी नारदजीसित भन्नुभयो, हे नारद मुनि, तपाईँ सर्वज्ञ हुनुहुन्छ अनि पराक्रमका निमित्त लोकान्तरमा घुमिरहनुहुन्छ। नारायण 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 प्रभु। हे भगवान्, यो नारायण नारायण भन्ने शब्द यति प्यारो छ नि भगवान्, सम्झिँदा पनि मेरो आँखा रसाएर आउँछ। किनभने भगवान् सदैव नारायणलाई स्मरण गरिरहनुहुन्छ। चाहे जतिसुकै दुःख होस्, कष्ट होस्, जति नै रोग व्याधले सताओस्, तर नारायण भगवानले श्री नारायण भगवानलाई, श्री नारदजीले श्री नारायण भगवानले स्मरण गरिरहन्छ। त्यसैले नारायण नारायण भन्नु पनि एउटा यस्तो पुण्य वाक्य अरे जो हाम्रो सम्पूर्ण सत्कर्महरूलाई पूजनीय बनाइदिन्छ अरे। त्यसैले तपाईहरू पनि नारायण नारायण भन्नुहोस्, राधे राधे भन्नुहोस्। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। श्री वैकुण्ठवासी भगवानको जय जय हो, श्री स्वस्तानी परमेश्वरी जय हो, श्री नारदजीको जय हो, श्री हिमालयको जय हो, श्री मेनुकाजीको जय हो, श्री सम्पूर्ण देवी देवताहरूको जय, श्री वाणीमा भएका देवी देवताहरूको जय जय श्री। हे भगवान्, अझै पनि म कथा अगाडि बढाउँछु। थोरै पनि मान्छेले पाएकोमा, जस्तो हामीहरूले पाउनु त सबै थोक पाउँछौँ हामी, तर मानव जाति मानव शरीर लिएर आइसकेपछि हामी मर्तलोकमा छौँ। मर्तलोकमा रहनु भनेको हामी फेरि मरेर एकचोटि जन्मिनुपर्छ। त्यो कारणले के भन्नुहुन्छ भने भगवानहरू आफूले पाएको 5 भागमा 3 भाग सदैव दान गर्नुहोस् अरे। दान धर्म सेवा यी सबै गर्नु पायो भने फेरि हामीले अर्को जुनी सदैव राम्रो कुलमा उत्पन्न हुन्छन्। यहाँ साक्षात् भगवान भन्नुहुन्छ। हुन त यो तितो छ, सत्य छ, तर मिथ्या लाग्छ सबैलाई। फेरि म अगाडि कथा प्रस्तुत गर्न गइरहेको छु। हे गुरु, मेरी छोरीका जन्म कुण्डलीमा गुण दोष के छन् हेरेर बताइदिनुहोस्। मेरी प्यारी छोरी कस्ताकी सौभाग्यवती पत्नी होली। हिमालयको यस्तो आग्रह सुनि बोल्दामा सिपालु भएका नारदजीले पहिले पार्वतीको जन्म कुण्डली हेरेपछि पार्वतीका अङ्गहरूको राम्ररी नजर गरी हिमालयसित भने, हे हिमालय, हे मेना, तपाईहरुकी यी पुत्री चन्द्रमा चाहिँ सुन्दरी अनि समस्त शुभ लक्षणले शोभा सम्पन्न छिन्।
आफ्ना पतिका निमित्त यी अति सुखदायिनी हुनेछिन्। अनि माता पिताको कीर्तनलाई पनि कता हो कता बढाइदिनेछिन्। संसारका सबै नारीहरूमै परम सद्वीर सज्जनलाई र माता पितालाई सन्तोष दिने गुण युक्त हुनेछिन्। यी नानीका सबै गुण ठिक छन्, तर एउटा चाहिँ कुरामा थोरै विलक्षण देखिन्छन्। यसको फल के भने यिनलाई यस्तो पति प्राप्त हुन्छ जो योगी, नागो, भुतुङ्गो, निर्गुण र निष्काम हुनेछन्। उसका न आमा छन् न बुवा, उसलाई माग्न अपमानको कुनै ख्याल रहँदैन। अनि उसैले सबै अम्मलग्गद वेश धारण गरेछन्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुनि, नारदका यी कुरा सुनेर हिमालय र मेना अति नै दुखित भए। तर पार्वतीले भने शिवजीका सबै लक्षण बुझेर हर्षित हुनुभयो। उता हिमालयले अध्यारो मुख लगाएर नारदजीसित भन्नुभयो, हे मुनि, छोरीका ग्रह फल सुनेर म दुखी भए। अब त्यहाँबाट छुटकारा पाउन मैले के गर्नुपर्छ? भूत, भविष्य र वर्तमानका सबै कुरा जान्ने नारदले पार्वतीका भविष्यलाई बुझेर हिमालय र मेनासित एकान्तमा केही हाँस्दै भन्नुभयो, हे हिमालय, हे मेना, सबै थोकले भरिपूर्ण भएका सुन्दर ब्रह्माण्डका मालिक भगवान विष्णु हुनुहुन्छ। उहाँको रूप रङ भन्छौ कि खाइन् पाइन् भन्छौ कि घर दारा भन्छौ कि चित्ताए जस्तै जस्तै छन्। उहाँलाई सुन्दरी कन्या साह्रै सोल्छन्। उहाँलाई दिन पाए तपाईँहरूका मनमा शान्ति हुन्छ भने म अहिले नै वैकुण्ठमा गएर विष्णु भगवानसित कुरा गर्छु। जगत जननी महामाया भगवतीका मायाले मोह भएर मलिन बुद्धि भएका हिमालय र मेनाले नारदजीका भनाइलाई खुसी हुँदै स्वीकार गरे। विदिताको लीलालाई सम्झिएर नारदजीले पनि, हे हिमालय, जब यी बालिकाका कन्यादान गर्ने अवस्था कि हुलिन्, तब म वैकुण्ठमा गएर भगवान विष्णुलाई भेटेर कुरा मिलाउला। तपाईँहरूले ढुक्क परे हुन्छ। हिमालय र मेनाले यो कुरा सुनि भगवान विष्णुलाई छोरी दिन पाउने भयो भरि फुरुक्क परे। नारदजी पनि आफ्नो वीणा बजाउँदै लोक लोकान्तरमा घुम्दै भगवानका भक्तिमा रहनुभयो। नारायण नारायण प्रभु नारायण, हे भगवान, हे ईश्वर। श्री माता पार्वती की जय हो, श्री भोलेनाथ को जय हो, श्री शंकर भगवान को जय हो, श्री मुक्तिनाथ भगवान को जय हो, श्री अमरनाथ भगवान को, सम्पूर्ण भगवानहरूको जय होस्। हे मुनि, समय बित्दै गयो। जब पार्वती पनि कन्यादान गर्ने अवस्थामा पुग्नै लाग्नुभयो, तब एक दिन नारद ऋषि त्रेताद्वीपमा भगवान विष्णुका समीपमा गएर भन्ने, हे वैकुण्ठनाथ, हिमालय पर्वतकी पुत्री पार्वती नाउँ गरेकी कन्या लक्ष्मी भन्दा पनि अति राम्री सम्पूर्ण लक्षणले युक्त भएकी छिन्। यसकारण नारायण नारायण नारदजीका लीलाहरू हेर्नुहोस्, अद्भुत कलाहरूले उहाँले गर्दै जानुभएको छ। नारायण 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 प्रभु नारायण, हे भगवान, हे प्रभु, हजुरहरूका निमित्त अति योग्य भएकीले हजुरले विवाह गरी बक्सियोस्, साह्रै सुहाउने थियो। नारदका यी कुरा सुनेर विष्णुबाट आज्ञा भयो, नारदजी, हिमालयले ती कन्या मलाई देलान्। यो सुनि नारदजीले बोल्नुभयो, हे प्रभु, त्यो कुराको ठेगाना त म हिमालय कहाँ पुगेर गरिहाल्छु। यति भने श्री नारदजी श्री विष्णुसित बिदा भई हिमालयका दरबारमा जानुभयो। नारद ऋषिलाई आएको देखि हिमालयको शिष्टाचार पूर्वक आसनमा बसाई प्रसन्नताका साथ पान्थ अर्घ्य भेटी आदि चढाउनु भयो। स्वागतम सत्कार नववेद ग्रहण गरिसकेपछि नारदजीले भन्नु, पर्वत राजा, आज म तपाईँकोमा आउनुको कारण के भने तपाईँकी पुत्री बालिका अवस्था कि हुँदा मैले तपाईँसित उनका विवाहका विषयमा जुन कुरा गरेको थिएँ, आज म त्यसै कुरालाई लिएर आउँदैछु। अब पार्वती पनि कन्यादान योग्य कि भइन्। कन्यादान भन्ने कुरा बेलामै थिनै गर्नुपर्छ। त्यसो नगरे त्यसपछिका विघ्न बाधा के छन् के सो तपाईँलाई थाहै छ। तसर्थ सर्व लक्षण सम्पन्न वरका बारेमा मैले उति बेला नै वर्णन गरेकै हुँ। लौ अब गर्नु के हो, तपाईँहरूकै विचार।
नारदजीका नीति र सारा युक्त यी कुरा सुनेर प्रसन्न हुनुभएका हिमालयले भन्नुभयो, हे गुरु, तपाईँले बडो भलोको कुराको सल्लाह दिनुभयो। विष्णुको इच्छा र तपाईँका योग्य सल्लाहलाई म शिरोपर ग्रहण गर्छु। म मेरी छोरी पार्वती विष्णुलाई दिनेछु। विष्णुका पासमा गएर यसै भन्नुहोला। तब हिमालयबाट बिदा भए नारद मुनि वैकुण्ठमा पुगेर हिमालयसित भएका सबै कुरा श्री विष्णुलाई भन्नुभयो। नारदजीका वचन सुनि खुसी हुँदै श्री विष्णुले भन्नुभयो, हे नारद मुनि, तिमी धन्य रहेछौ। हिमालयले आफ्नी छोरी मलाई दिने भन्नुभएछ। म ज्यादै खुसी भएको छु। तिमी अब आफ्ना आश्रममा जाऊ। भगवान विष्णुको यो आज्ञा सुनि नारदजी पनि आफ्नो प्रिय बीडा बजाउँदै भगवानका शुभ नामका गुण गर्दै लोकान्तरमा भ्रमण गर्न लाग्नु। नारायण नारायण प्रभु नारायण। हे अगस्त्य मुनि, उता हिमालयले मेनासित सल्लाह गरी विवाहका निमित्त चाहिने सम्पूर्ण सामग्रीहरू खुवाउने, पियाउने, दान दिने, दाइजो दिने, घोडा धुवा, द्रव्य, वस्त्र र गहना आदि तयार गराई नारदजीलाई डाकी विष्णुलोक पठाएर दिन र शुभ लगनको ठहर गरी आफ्ना कुल गुरु वरिष्ठ बृहस्पति सहित इत्यादि देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग आदिलाई नियन्त्रणमा पठाउनु भयो। नारदजी पनि वैकुण्ठमा गएर वर पक्षका विवाहको धन्दामा लागेर काम कुराको अहन खटन गर्न लाग्नुभयो। हे मुनि, ठहराएका लगन पार्वती कन्यादान दिन भनी भगवान विष्णु बाजा गाजाका साथ मङ्गल यात्रा गरी हिमालयका पर्वततर्फ जानुभयो। त्यस बेला विष्णुका अघि पछि नाना थरीका वस्त्र र गहना सजिएका स्त्री पुरुष सहित सम्पूर्ण वैकुण्ठवासी देवगण, ऋषि, महर्षि जन्ती जन हिँडे। यता हिमालय, हे भगवान, हे ईश्वर, हे भगवान, जय नारायण नारायण नारायण। पवनमा आमा मेनकाले छोरी पार्वतीले हिरा, मोती, मणि, बाढी, कैय, नाना रत्न, अलङ्कार र सुन्दर बसर पहराई नाना सिंहले सजाएर राख्नुभयो। पार्वतीका सखीहरू जया, विजया, अजिता, अपराजिता आदिले पार्वतीको श्रृङ्गार भएको देखेर छेउमा आई भन्न लागे, हेर पार्वती, आज तिम्रा विवाहको शुभ लगन भयो। तिम्रा बा आमाले विष्णुका हातमा कन्यादान दिनुहुनेछन्। सखीहरूबाट यी कुरा सुनेपछि पार्वतीले भन्नुभयो, हेर मेरा सखी वृद्ध, मैले बालक छँदादेखिकै आफ्ना मनले श्री महादेवको सेवा गरेकी छु अनि उहाँहरूलाई नै पति भजेकी छु। यसकारण महादेव बाहेक अरू कसैसित विवाह भएमा म मृत्युको वरण गर्छु, यो कुरा निश्चय जान। पतिका यस्ता गृह वचनका यस्ता दृढ निश्चर्यका वचन सुनि सखीहरूले भने, हे गिरी राजपुत्री, त्यसो हो भने यहाँ नबस्नुहोस्, जाऊ हिँड्नुहोस्। हामी तपाईँलाई कसैले नदेख्ने ठाउँमा लगी लुकाएर राख्नेछौँ। आफ्ना सखीहरूको यस्तो गुप्ती सल्लाह पाएपछि तिनका साथ लागि पार्वती घरबाट निस्किनुभयो। ती सखीहरूले पार्वतीलाई कुनै एउटा नदीका तीरको वनमा लगी कसैले पनि नदेख्ने ठाउँमा लुकाएर फर्किए। यता पार्वतीले नदीका किनारमा बालुवाको शिवलिङ्ग बनाई नित्य पूजा गरेर आत्मामा लीन भएर शिवजीको तपस्या गर्न लाग्नुभयो। उता हिमालय पर्वतले भने कुल गुरु बृहस्पतिलाई विवाह यज्ञको आचार्य पदमा भ्रमण गरी विवाहका कार्य गराउँदै हुनुहुन्थ्यो। बेहुली निकाल्ने समय आएपछि हिमालयले नारी वर्गलाई अराउनु भयो। कन्याली नभनी कोठाभित्र छँदा त्यहाँ पार्वती नभएको बुझी नारीहरूले कुनै हल्ला नगरी चारैतिर खोजिरहे। चोटा, कोठा, कुना, तल, माथि, बर, पर सबैतिर हेरे तर कतै पनि नभेट्दा फर्की गई हिमालयका सामु यो सबै हाल गुप्त रूपले बताए। अरूतिर कुरा बहिरिन नपाई पर्वत राजाले व्याकुल चित्त लिई गुरु कुल बृहस्पतिका छेउमा पार्वती हराएको कुरा गर्नु भई मालिन मुख लगाए। अब कसो गरौँ गुरु अनि अत्यन्त विषाद गर्न लाग्नुभयो। स्थिति बुझिसकेपछि गुरु बृहस्पतिले विवाहमा
जम्मा भएका सबै देव समूह, ऋषि समूह, दानव समूह, ब्राह्मण समूह र नर नारी समूह सर्वसाधारणहरू सबैले थाहा नपाउने गरी अब यस लगनमा विवाहको मुहुर्त थोरै नमिलेकाले केही दिनका निमित्त रोकिन गयो भनी सबैको शङ्का मेटाई विष्णु समक्ष पनि त्यही निवेदन गर्नुभयो। बृहस्पति गुरुलाई यति सन्देश पाएपछि भगवान विष्णु देवगण सबै निम्ताहरू फर्केर आफ्ना स्थानमा गए। हे अगस्त्य मुनि, गुरु कृपाले गर्दा हिमालयको वशिष्ठ जोगियो। धन्य धन्य गुरु, योग्य गुरुले नै आफ्नो शिव्य र अजयमानलाई सङ्कटबाट रक्षा गर्नुभयो। अगस्त्यजीले बिन्ती गर्नुभयो, हे कुमार, पार्वती जन्मनु अघि देवताहरू सहित स्वयं विष्णुले हिमालयसित भन्नुभएको जगदम्बाको आराधना गर्ने र उहाँलाई पुत्रीका रूपमा प्राप्त गर्ने अनि ती पुत्रीको शिवका साथ विवाह गरेर शिवजीको ओरस पुत्र जन्मी तारकासुर दैत्यको बन्द गरे प्रसङ्ग मैले भर्खरै तपाईँकै मुखबाट सुनेको थिएँ। तर विष्णु आफैले पार्वतीको प्राणी ग्रहण पर्ने प्रसङ्ग कसरी हुन गयो? कृपा गरी मेरो सङ्ख्या मेटियोस्। यो कुरा सुनि कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, शिव र पार्वतीको सम्बन्ध कहिल्यै रहिरहन्छन्। पार्वती देवी शिवकै शक्ति हुनुहुन्छ, यो निश्चय छ, पृथक हुन सक्दैन। विष्णु भनेका सप्तगुण निष्काम परब्रह्म हुनुहुन्छ अनि पार्वती भनेको रजगुण महामाया हुनुहुन्छ। मायाभन्दा पर यस कारण उहाँहरूको सम्बन्ध हुन सक्दैन। यी कुरा बुझाउन र नहुने कुरामा विधाताको विधानमा बल गर्नु हुँदैन, मिच्न खोज्नु हुँदैन। विघ्नकारक छ भन्ने लोक शिक्षा दिन नारदजी र विष्णुबाट देखाइएको यो लीला मात्र हो भन्ने बुझ्नुहोला। हे मुने, केही समयपछि आफ्नो हृदयमा भगवान शिवको दर्शन प्राप्त गरी पार्वती देवी माता पितालाई भेट्न आइपुग्नुभयो। उहाँलाई देख्न पाएर परिवार ठुलो हर्ष र उमङ्ग हुन गयो। इति श्री स्कंद पुराण केदार खंडे माघ महत्म्य कुमार अगस्त संवादे श्री स्वस्तानी परमेश्वरी व्रत कथाए पार्वती जन्म पार्वती तप वर्णन नाम 10औं अध्याय पूरा भयो। जय श्री नारायण भगवान, नारायण भगवान, श्री विष्णु भगवानको जय हो, श्री हिमालय भगवानको, श्री मेनाको जय हो, श्री सम्पूर्ण भाडीमा भएको देवी देवताको जय हो। अब अध्याय 11 मा जाउँ। अध्याय 11 मा पार्वती तपस्या भिक्षु रूप शिवबाट शिव निन्दावरण, भिक्षु रूप शिवबाट शिव निन्दावरण भएका कथा म तपाईहरु सामु अगाडि बढाउन प्रस्तुत गर्न गइरहेको छु। यसरी युग युगान्तरमा स्वर्गलोक, मर्तलोक, नर्गलोक यी 3 लोकमा ब्रह्माण्डभरिमा माता पार्वतीको स्थान कसरी भयो, कसरी माता पार्वती शिवजीसँग विवाह भयो, यी कथाहरू अझै पनि आउन बाँकी नै छन्। अब आउने श्लोकहरूमा अझै पनि धेरै कुराहरूका जिज्ञासा छन्, तपाईहरु सुन्दै जानुहोस्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, फेरि पनि कुनै एक समयमा घुम्दै नारदजी हिमालयका दरबारमा पुग्नुभयो। हिमालयबाट स्वागतम सत्कार पाएर आसनमा विराजमान हुन गएपछि हिमालयले नारदजीको र नारदजीले हिमालयको कुशल मङ्गल सोध्नुभयो। त्यसपछि वार्ताका क्रममा हिमालयले आफ्नी छोरी पार्वतीको भविष्यका बारेमा चिन्तन भएको कुरा बताउनुभयो। हिमालयले गर्नुभएका दुःख शोकका विषयलाई सम्झाउँदै नारदजी भन्नुहुन्छ, हे हिमालय, भाग्यका रेखा भनेका ब्रह्माण्डका लिपि हुन्, ती कसै गरे पनि मेटिँदैन। पार्वतीका जन्म पत्रिकामा भएका ग्रहहरूका लक्षण मैले तपाईहरुका समक्ष जो बताएको छु ती सबै लक्षण श्री महादेवमा छन्। यस कारण उहाँ नै तपाईकी पुत्रीका पति हुनेछन्। यो सुनेपछि हिमालय भन्नुभयो, हे नारदजी, अहिले महादेव ध्यान मार्गमा रहनु भएको छ। पूर्व जन्ममा दक्ष पुत्री सतीलाई तिमी बाहेक म अर्की स्त्रीसित विवाह गर्दिन भन्ने प्रतिज्ञा पनि गर्नुभएको छ। अनि यो कुरा कसरी हुन सक्छ? हिमालयले यसो भनेको सुनि नारदजीले शिव सतीका पूर्व जन्ममा भएको सबै चरित्र बताएर
उनै सती अहिले यहाँ पार्वती भएर जन्म लिनुभएको हो भनेर बुझाएपछि हिमालय र नारायण 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 हे भगवान, हे ईश्वर, हे परमात्मा, हे प्रभु, मेना प्रसन्न हुनुभयो। त्यसपछि हिमालयसित मेनालाई प्रसन्न भएको देख्दा नारदजीलाई पनि अपार हर्ष र ठुलो सन्तोष हुन गयो। त्यसपछि शिव र पार्वतीको स्मरण गर्दै देवलोकतर्फ जानुभयो। हिमालय र मेना पनि सन्तोष लिएर प्रसन्न मनले आफ्ना सुवर्णमय मङ्गलभित्र प्रवेश गर्नुभयो। महलभित्र पार्वती देवीलाई पनि आफ्ना मातापिताको उज्यालो मुख देखेर अपार हर्ष भयो। हे अगस्त्य मुनि, उता शम्भुले पनि सती देवीले अर्को जन्म लिनका निमित्त हिमालयकी पत्नी मेनाका गर्भबाट पार्वती नामले जन्मिएको कुरा बुझ्नुभयो। ती पर्वत पुत्रीलाई आफ्ना हृदयमा राखेर नन्दी आदि पार्षदहरूका साथ भगवान शिव हिमालयका उत्तर शिखर गङ्गा अवतार नामक तीर्थमा तपस्याका निमित्त जानुभयो। उहाँ पूर्वकालमा पतित पार्वती गङ्गाजीले यस धराधाममा सर्वप्रथम पाइलो टेक्नु भएको थियो, जुन स्थानलाई गङ्गोत्री पनि भनिन्छ। यता हिमालयले आफ्नै शिखरमा भगवान शङ्करको शुभागमन भएको थाहा पाएर सेवकहरूसहित त्यहाँ पुगी भगवान शिवलाई प्रणाम गरेर पूजा र स्तुति गर्नुभयो। आफ्नै पार्श्वभागमा आएर तपस्यामा रहनुभएका शिवजीको सेवाका निमित्त आफ्नी पुत्री पार्वती र पार्वतीका दुईवटी सखीहरूलाई हिमालयले खटाउनुभयो। काली अर्थात् पार्वती आफ्ना दुईवटी सखीका साथ चन्द्रमौली भगवान शङ्करका सेवा निमित्त नित्य त्यहाँ आउनु भई भगवान शिवको षोडशोपचारले पूजा गरेर बारम्बार भगवानका चरण प्रणाम गरी घरमा फिर्किनुभयो। यसो गर्दै धेरै समय बिते। त्यसपछि आफ्ना सेवा नित्य रहेकी पार्वतीलाई देखेर शिवजीको हृदय पार्वतीका प्रति दयाले द्रवित हुन गयो। अब पार्वती प्रति शिवजी आकृष्ट हुनुहुनेछ र हिमालयद्वारा कन्यादान हुनेछ र शिवजीको पुत्रोपति भएर आफ्नो शत्रु तारकासुरलाई मार्नेछ भन्ने आशयले यसै बखतमा इन्द्र आदि देवता र मुनिहरूले ब्रह्माजीबाट आज्ञा मागी शिवका मनमा काम बाण प्रहार गर्न कामदेवलाई त्यहाँ पठाउने विचार गरे। यो प्रसन्न आउने अध्यायमा सुनौला हे अगस्त्य मुनि। त्यस बखतमा भगवान शिवका सेवामा रहेकी पार्वतीले चन्द्र सुवर्णधारी शिवजीलाई प्रसन्न गराउनका निमित्त घरमा नगई कठोर तपस्या गर्ने मन लिएर पतित पावनी गङ्गाका किनारमा श्री महादेवको तपस्या गर्न लाग्नुभयो। तपस्या गर्दा आत्मालीन भएकी पार्वतीले आफूलाई नै बिर्सिदिनुभयो। ठुलो सुखबाट वञ्चित भए तापनि तपस्यामा बसेको बखतमा आएको हुरी बतास हिउँ असिना चर्का घाम र दर्के झरीबाट आइलागेका कष्टहरूको पार्वतीले कुनै प्रभाव गर्नु भएन। पार्वतीजीले गर्नुभएका घोर तपस्याका प्रभावले 14 भुवनमा ठुलो खलबली भयो। धरती लचकिन लाग्यो। इन्द्रको सिंहासन डगमगाउन थाल्यो। यस्तो देखेर इन्द्रले सबै कुरा थाहा पाई पार्वतीको तपस्या भङ्ग गरेर साहस गरी 2वटा डरलाग्दा राक्षसलाई पठाउनु भयो। ती राक्षस पार्वतीका तपस्या स्थलमा पुगेर अनेकौं डर र धम्की देखाई उनको तपस्या विघ्न गर्न खोजे। यस्तो देखेर आफ्नो तपस्या भङ्ग हुने ठानी पार्वती देवीले आफ्नो महान तेज र तपोबलका शक्तिद्वारा ती दुवै भयानक राक्षसलाई भस्म गराइदिनु भयो। त्यसपछि मनलाई परब्रह्ममा लगी श्री महादेवको स्मरण गर्दै झन् कठोर तपस्या गर्न लाग्नुभयो। पार्वतीको यो तपस्याबाट सन्तुष्ट हुनुभएका श्री महादेव पार्वतीको परीक्षा लिने मन गरी मनमा सन्तुष्ट हुँदै जटाधारी तपस्वीको भेष बनाएर पार्वतीले तपस्या गर्दै रहनुभएका ठाउँमा एक दिन जानुभयो। तेजले प्रकाशमान हुनुभएका तपस्वी भेषधारी लट्टाधारी ज्ञानवान ब्रह्माण्डको रूप लिएका शिवजी सखीहरूद्वारा घेरिएर बसेकी पार्वतीका आश्रममा पुग्नुभयो।
तपस्याबाट केही क्षणका निमित्त निवृत्त लिएर रहेकी पार्वतीले यस्ता तपस्वी पार्वतीले महादेवको आराधना गरेको। ब्राह्मणलाई देखेर स्वागतम सत्कार कुशल प्रश्न गर्नुभयो। हे ब्राह्मण देवता, ब्रह्मचारीको स्वरूप धारण गरेर तपाईँ कहाँबाट पाल्नु हुँदैछ? वेद ज्ञानी हे गुरु, तपाईँका तेजले यो वन नै प्रकाशमान भइरहेको छ। यस्ता महाज्ञानी तपाईँ को हुनुहुन्छ? यस्ता सजन्य महात्माको पाउ पर्नाले यो भूमि धन्य भयो। पार्वतीकै यस्ता सुन्दर बाणी सुनेर ब्रह्मचारीले भन्नुभयो, हेर देवी, म सवेक्षाले घुम्न फिर्न गर्ने भिक्षुको ब्राह्मण हो। अनि तिमी को हौ? कसकी पुत्री हौ? अनि यो एकान्त स्थलमा के का निमित्त बसेकी हौ? तिम्रो अवस्था बालिकाको नै छ अनि अति सुन्दरी देखिन्छौ। के तिमी कुनै तपस्वी ब्रह्मचारिणी हौ? ब्रह्मचारका यस्ता बाणी सुनेर पार्वती बोल्नुभयो, हे दिज्य श्रेष्ठ, म गायत्री, सावित्री, सरस्वती, लक्ष्मी कुनै होइन, म हिमालयकी पुत्री पार्वती हुँ। यो भन्दा पहिलो जन्ममा म दक्ष प्रजापतिकी पुत्री सती थिएँ। यो जन्ममा मैले योगद्वारा शरीर दग्न गरेकी थिएँ। यस जन्ममा म शिवजीकी पत्नी उस जन्ममा म शिवजीकी पत्नी थिएँ। अनि यो जन्ममा पनि मैले शिवजीको सात्रीय पाएकी हुँ। तर उहाँले निष्काम भएर मलाई छोड्नुभयो। विरह व्यथाले पिताका घरबाट यहाँ गङ्गाका शरणमा आए। शिवजीलाई नै पति पाऊँ भनी तपस्या गरेको हुँ। म जति जन्म लिन्छु शिवकै तप गरेर रहनेछु। हे मुनि, पार्वतीका कुरै सुनिसकेपछि भिक्षु ब्राह्मण बोल्नुभयो, हेर देवी, महादेवजीलाई म सबै प्रकारले जान्दछु। म व्यर्थै कुरा गर्दैछु। तिमी सावधान भएर मेरा कुरा सुन। गोरुका चिन्हले अंकित भएको ध्वजालाई धारण गर्ने, सारा शरीरमा चिताको भस्म जलेर रमाउने, लट्टा भारी शिरमा जट्टा पाल्ने, वस्त्रको साटो बाघको छाला लगाउने, भालुको छाला ओढ्ने यस्ता शिवलाई तिमीले किन स्वामी रोज्यौ? सधैँ भिक्षा मागेर निर्वाह गर्ने, भिक्षा थाप्ने पात्र पनि नरमुण्डको हड्डी छ। जिउभरि सर्प झुन्डिएका छन्। ती शिव विष, भाङ, धतुरो, गाँजा खाइरहन्छन्। भिक्षय भक्षी छन्। उनको जन्म कहिले भयो, कहाँ भयो, मातापिता को हुन्, कुल कुन हो, अहिलेसम्म कसैले थाहा छैन। बस्ने ठाउँको कुनै टुङ्गो छैन। घर गृहस्थीका भोगबाट ती सबै टाढा टाढा छन्। शमशान घाटमा बस्छन्, चिसा भुइँमा सुत्छन्, भूत प्रेतका साथमा खेल्छन्। हे देवी, तिमी चाहिँ त्यस्तोलाई नै पति बनाउँछौ? तिम्रो ज्ञान बुद्धि कता गयो? यस कुरालाई विचार गर्नु पर्दैन? तिम्रा पूर्व जन्ममा दक्ष प्रजापतिले आफ्ना यज्ञमा आफ्नै पुत्री तिमीलाई ज्वाइँको गति देखेर न बोलाएका हो। उनैले आफ्ना यज्ञमा सबै अरू देवी देवता सहित ज्वाइँ छोरीलाई बोलाएर तर शिवलाई छोडे। त्यो अपमान सहन नसकी तिमीले आफ्नो प्यारो प्राण पनि शिवजीलाई पनि त्याग गरेकी थियौ। तिम्रा त स्त्रीहरूसँग रत्न हौ, स्त्रीहरूमा रत्न हौ। तिम्रा पिता पर्वतका राजा हुन् र पनि तिमी किन यस्ता पतिको इच्छा गर्छौ? आफ्ना शरीरमा श्रीखण्डको शीतल सुगन्धित चन्दन लेपन गर्न छोडेर पोहोर हिलो दल खोज्दैछौ। सूर्यलाई छोडेर जुनकिरी मन पराउँदैछौ। नरम वस्त्र त्यागेर शरीरलाई हात्तीका छालाले ढाक्न खोज्दैछौ। महलका सुखलाई छोडेर वनका उडारमा धुनी ताप्न खोज्दैछौ। हेर देवी, तिमीले इन्द्रादि देवपालालाई त्यागेर शिवप्रति अनुराग राख्दैछौ भने त सुनका भण्डारबाट सुन जति फ्याँकेर टुटे फुटेका अङ्गट भित्राउँदैछौ। कमलका पात जस्ता सुन्दर दुई आँखा भएकी तिमीलाई तीनवटा डरलाग्दा आँखा भएका शिव कसरी सुहाउलान्? सदर ऋतुका पूर्णिमाका चन्द्रमा जस्तो मुखारमण्डल भएकी तिमी चन्द्रबन्दीलाई ती 5वटा डरलाग्दा मुख भएका शिवसँग जोडी मिल्छ? तिम्रा अङ्गमा सुशोभित चन्द्रले लेप छ। उनका अङ्गमा शमशान घाटको खरानी दलिएका छ। उता तिम्रो मलमलका नरम वस्त्रको पहिरन, कहाँ शिवको खक्रिएको बाघको छाला।
कहाँ तिम्रा दिव्य आभूषण, कहाँ शिवका सर्पका माला, कहाँ तिम्रा सेवक देवी देवता, कहाँ शिवका भूत प्रेत, कहाँ तिम्रा गलाका सुन्दर हीरा मोतीको कठार, कहाँ शिवका गलाको नर मुण्डोको माला। तिम्रो त्यो दिव्यहरू शिवलाई सुहाउँदैन। वस्त्रको साटो दिजम्बर सधैँ मागेर नै जीवन निर्वाह गरेका भर धन सम्पत्तिका नाउँमा बुढो साँडे गोरु, कहिले हिमालय, कहिले शमशान घाट त कहिले भिर पहरा त र ओडारको बास, कहिले मरुभूमि त कहिले टापुको अखण्ड। अनि कसरी तिमीलाई सुख हुन्छ? कन्यालाई सुख दिने वर हेर्नुपर्छ भन्ने धेरैबाट असल गुण भएको मात्र हेर्नुपर्छ। सबैका परमप्रिय कामदेवका पनि शिव शत्रु हुन्। ऊ सधैँ एक्लै बस्न रुचाउँछन्। तिमी यताबाट मन हटाइदेऊ। तिमीलाई विश्वास लागेर मेरा कुरालाई मेरा कुरालाई विचारपूर्वक आफ्ना मनमा राख। मेरा भन्ने कुरा यति हुन्, बाँकी तिम्रो इच्छा। पार्वतीले आफ्ना रिसलाई अनेक प्रकारले थाम्दै ती भिक्षुले गरेका हे भगवान भिक्षुले गरेका यी शिव निन्दा सुने दुवै हातले कान बन्द गर्दै रिसले ओठ कम्पायमान गराउँदै बोल्नुभयो, हे आडम्बर ब्राह्मण शिव निन्दक, अहिले समन्ता म सम्झँदै थिएँ आज मलाई कुनै महापुरुषको दर्शन मिल्यो, तर तिमी शिव विद्रोही रहेछौ। मेरा सामुमा यस्ता नराम्रा कुरा नल्याऊ। शिवलाई राम्रो जान्दछु भन्यौ, यही हो शिवलाई राम्रो जानेको? भगवान शिवजी निगुण ब्रह्मा हुनुहुन्छ भन्ने थाहा छैन? तिमीले शिवको निन्दा गर्यौ, जसले गर्दा म पनि पापको भागी हुन गएँ। जसका शरीरमा लगाएको भस्मले सारा ब्रह्माण्ड पवित्र पार्छ, त्यस्ता शिवलाई अनेक नराम्रा कुरा बोल्ने तिमी यहाँबाट झट्टै निस्किहाल, किनभने शिव विद्रोहीलाई देखेमा लगाएका वस्त्रसँगै छिटोभन्दा छिटो स्नान र प्रायश्चित गर्नुपर्छ। यो ठाउँमा यस्ता दुष्ट बस्दा रहेछन्, यस्तो ठाउँ त्याग्नु योग्य छ भन्दै पार्वती कतै जान ठिक पर्नुभयो। त्यस बेला पार्वतीको शिवप्रति सत्यनिष्ठा देखेर परीक्षामा पूर्ण सफलता बुझी बटुवाको स्वरूपलाई त्यागी शिवजीले आफ्नो स्वरूपको दर्शन दिनुभयो र भन्नुभयो, हे प्रिय मलाई क्षमा गर, केवल तिम्रो परीक्षा लिएको मात्र हो। देवी मलाई छाडेर कता जान्छौ? म तिमीदेखि प्रसन्न भएँ। मैले अघि जुन कुरा भने ती सबै मेरा अपराधलाई क्षमा गर। पूर्व कल्पमा तिमी दक्ष पुत्री सती हुँदा तिम्रो प्राणी ग्रहण गर्ने म नै हुँ। देवादिदेव महादेवको प्रत्यक्ष दर्शन पाएर उहाँकै मुखारबिन्दबाट यति कुरा सुनेपछि पार्वती चाहिँ आनन्द मग्न हुनुभयो। देह शीतल भयो। तपस्याबाट हुन गएका सारा कष्टहरू बिर्सनु भयो र आफ्ना हृदयबाट भगवान शिवको नाम स्मरण गरे पार्वतीले भन्नुभयो, हे नाथ, हजुर मेरा स्वामी होइ बक्सिन्छ। मैले हजुरको साकार दर्शन पाएँ। पूर्वकालमा जसका निमित्त हजुरले दक्ष यज्ञ भङ्ग गरी बक्सिएको थियो त्यही नै म हुँ, अनि हजुर नै मेरा पति होइ बक्सिन्छ। हे देवेश्वर, यस्ता बखतमा तारकासुर दानवका अत्याचारले सारा देवताहरूलाई महाकष्ट आइरहेको छ। तिनका कार्य सिद्धिका निमित्त मैले हिमालयकी पुत्री भएर माता मेनुकाका गर्भबाट जन्म लिएको हुँ, अनि हजुरलाई स्वामी प्राप्त गर्नका निमित्त यहाँ आएर तपस्या गर्दै रहेको हुँ। हे देवेश, अब प्रसन्न भएर मलाई पत्नीका रूपमा ग्रहण गरिबक्सियोस्। हे जगदीश्वर, मैले जन्मान्तरदेखि नै हजुरको आराधना पूजा भक्ति गर्दै आइरहेको छु। अहिले पनि जन्मान्तरसम्म हजुरकै दासी हुन पाऊँ भनी तपस्या गरेको हुँ। पार्वतीका यी वचन सुनि हे भगवान, हे ईश्वर, हे परमात्मा, हे ईश्वर, जय श्री माता पार्वती, जय श्री भोलेनाथ, हे प्रभु, हे ईश्वर। महादेवबाट आज्ञा भयो, हे पार्वती, तिम्रा बा आमा महतारीबाट कन्यादान नपाए पूर्व जन्मका सम्बन्धले तिमीलाई मैले आफ्नी स्त्री पत्नी भन्न महापाप लाग्ने हुनाले तिमीले आफ्ना बा आमालाई राजी गराई मलाई आफ्नो कन्यादान गराऊ। यो कुरा सुनि पार्वतीले बिन्ती गर्नुभयो, हे परमेश्वर,
मलाई अज्ञानी अबला ठानेर जो अर्ती कल्याणदायी छ सो बक्सियोस्। ती अर्तीहरू म अवश्य पालन गर्नेछु। यस्तो बिन्ती सुनेपछि श्री महादेवबाट आगो हे पार्वती, तिमीले श्री विष्णु भगवानको आराधना गर अनि उहाँ प्रसन्न भएर तिमीमाथि जो उपदेश दिनुहुन्छ त्यसै अनुसार गरेमा तिम्रो मनोकामना पुरा हुनेछ। यो आज्ञा सुनिसकेपछि पार्वतीले श्री महादेवलाई जसै प्रणाम गर्नु भयो त्यो श्री महादेव पनि तत्काल त्यही नै अन्तर्ध्यान हुनुभयो। अन्तर्ध्यान हो। हे भगवान हे ईश्वर श्री महादेव भोलेनाथको जय, श्री माता पार्वतीको जय। श्री स्कंद पुराण इति श्री स्कंद पुराण केदारखंडे माघ तम्मे कुमार अगस्त संवादे श्री स्वस्तानी परमेश्वरी व्रत कथा पार्वती शिव दर्शन नाम 11औं अध्याय समस्त भयो। आजलाई यही अध्यायलाई मैले विश्राम गर्दैछु। सम्पूर्ण देवीहरूलाई देवी देवताहरूलाई विश्राम गर्दै यी बाढीमा भएका पुस्तक सम्पूर्ण देवी देवताहरूलाई भगवानहरूलाई मैले विश्राम राधे राधे श्री नारायण नारायण। हे भोलेनाथ हे ईश्वर हे परमात्मा श्री सम्पूर्ण देवी देवतालाई हे प्रभु हे ईश्वर हे भगवान हे ईश्वर सम्पूर्ण देवी देव विश्राम गर्दै म अब आरती गर्नेछु। ओम जय 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 ईश्वरी स्वस्तानी जय 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 दुःख कष्ट हरणी कल्याणी जय 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 भव भयनाशिनी माता जय 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 स्वस्तानी परमेश्वरी जय जय। नाभ अगणित जसका शक्ति अनेक अति गहन छ, महिमा दिव्य स्वरूप एक दृष्टि छन्, जसको महल कुटी जल थल नभमा माता वरदेहे स्वस्तानी भक्त निर्मल मनमा। ओम जय जय ईश्वरी स्वस्तानी जय 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 श्री स्वस्तानी जय जय। हे भगवान हे ईश्वर हे परमात्मा हे प्रभु हे देवक देव महादेव हे माता पार्वती हे भगवान हे ईश्वर हे प्रभु सर्वत्र सम्पूर्ण देवी देवताहरूलाई कोटी कोटी नमस्कार गर्दै अब केही छिन म धूप बाल्नेछु। हे भगवान देवी देवताहरूलाई हे प्रभु हे ईश्वर हे परमात्मा मेरो कोटी कोटी सष्टाङ्ग दण्डवाद स्वीकार्नुहोस् प्रभु। हे भगवान हे ईश्वर हे परमात्मा हे प्रभु जसका प्रिय छन् अष्टोत्तर शतोपचार महान पुष्प र प्रसाद सूत्र र भेटी फल विधि सुपारी पान अर्पण हाम्रा शुद्ध हृदय भक्ति दीप जलाइ गर्छौँ आरती। हे ईश्वरी तिम्रै गाथा गाई। ओम जय 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 ईश्वरी स्वस्तानी जय जय। ओम जय जय ईश्वरी स्वस्तानी जय जय। शिव सतीको पूर्ण मिलन गरायो, नागिनीहरूका दुःख कष्ट हटायो, गोमाको कुटी महल बनायो, चन्द्रवतीका सङ्कट छुटायो, दिजम्बर नवराजको राज्य दिलायो, सकल भक्तगण अब धन्य बनायो। ओम जय जय ईश्वरी स्वस्तानी जय जय। ओम जय जय श्री स्वस्तानी परमेश्वरी जय जय श्री स्वस्तानी महादेवी की जय होस्। हे भगवान हे ईश्वर हे परमात्मा सम्पूर्ण देवी देवताहरूले हजुरहरूको कल्याण गरून्, मलाई पनि कल्याण गरून्, रक्षा गरून्। हे भगवान सद्बुद्धि दिउन्, धर्ममा सदैव लाग्ने मनसाय सदैव रहन्, दान धर्म पुण्य कर्म गर्ने सदैव मेरो मनसा सदैव रहन्, युग युगान्तरमा जन्म जन्मान्तरसम्म सदैव भगवानको भजन कीर्तन गर्ने सौभाग्य सदैव पाइरहन् भन्दै आजलाई यी बाढीहरूलाई यी देवी देवताहरूलाई विश्राम गर्दै प्रभु जय शम्भो हर हर महादेव श्री स्वस्तानी परमेश्वरीको जय जय होस्। तपाईँहरू पनि कल्याण होस्। यी कथा सुन्ने सुवर्ण अवसर तपाईँहरूले पाउन् भन्दै आजले यति नै। फेरि पनि अर्को अध्याय भोलि फेरि पनि हजुरहरू सामुन्ने प्रस्तुत गर्नेछु भन्दै राधे राधे भगवान जय शम्भो हर हर महादेव।